यो ज्याकेट भाइरल भयो उठ्नु त दाइ अब बल निकाल्छु है भुडीबाट कोही ढल्ला चाहिँ ज्याकेट दाइ यसो गर्नु त हो बल आउँछ दाइ पछाडिबाट चाटबाट नपात्नु है दाइ धेरै नठेला है दाइ बल आछ त बल आछ दाइ आयो 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 आछ छैन आइदियो होइन छ आयो आयो दाइ रबरलाई सिधा गर्नु दाइलाई 1 किलोको साप बनाइदिउँ सिधा गर्नु 1 2 ओ दाइ किन नफाल्नु साप हुन्छ भनेको दाइ भुइँमा फालिदिनु भयो दाइ अब दाइ भुइँमा नफाल्नुहोस् बसौँ दाइ बसौँ यसलाई यसो गर्नुहोस् त ल हजुर टाढाबाट देख्दैन अगाडि आएर हेर्नुहोस् यताको दाइरो ठिक छ अलिअलि अगाडि आएर हेर्नु चिहाएर हेर्नु है पैसा लाग्दैन जादु हेरेको लाउ तुना मुना के बेच्छौँ न हडबड के बेच्छौँ न लौ मोरो चाबा चिबी नगर दाइ बल आयो कि होइन दाइ यो बलको कलर चिन्नु होला है ल सिधा गर्नुहोस् भन्नुहोस् ए रबर्ट जिम्दो बन छिटो 1 किलोको बनाइदेऊ 1 किलोको बनाइदेऊ ल भुइँमा राख्नुहोस् म अब यसलाई 1 किलोको बनाउँछु दाइ यो बल समाउनु दाइलाई यो बल उडाउन आउँछ ल उडाइदिनुहोस् त ओ त्यसरी होइन कहाँ फालेर उडाउने जादुले उडाउनु न बस्नु म जादुले उडाइदिन्छु है सिधा गर्नु ए दाइ बलको कलर चिन्नु दाइ यही बल हुँदैन हो दाइ यो बलले 3 चोटि टाउको माथि घुमाइदिनु मेरो टाउकोमा होइन तपाईँको ए भगवान जे पर्ला आज दाइलाई उडाइदेऊ सबैलाई उडाउने कि यसलाई उडाउने बललाई उडाउने ल हेर्नुहोस् अब दाइ यो बल कसरी उडेर जाँदो रहेछ है चुर घुस ठुस भन्नुहोस् ल च्यापो समाउनु बल चिन्छ नि दाइले यसलाई उडाइदिउँ ल यो बल उडिहाल्यो रुखमाथि ताली बजाउनुहोस् त दाइ रुखमाथि उडाइदिउँ 1 2 3 छोडिदिनु दाइ कसैले बलै छैन त्यसमा दाइ यो झोला चेक गर्नु पाउँदैन यो बल दाइ सिधै बल चिन्छ नि दाइले यो बल दाइ रुखमा गएको छु रुखबाट बल झार्दिउँ आइज यहाँ आयो बल देख्यो देखेन यो बललाई यो झोलामा छिराइदिउँ छिर्यो बल चिन्छ नि दाइले छिरेन दाइ छिर्यो सिधा गर्नु अब यसलाई पनि उडाइदिउँ भन्नुहोस् ए भगवान आज म यो बल उडाइदेऊ मलाई पनि उडाइदेऊ मलाई चाहिँ उडाइदेऊ तपाईँलाई चाहिँ नउडाइदेऊ ल ठिक छ यो बल म उडाइदिन्छु दाइ के छ हेर्नुहोस् त के छ रुमाल चेक गर्नु अहिले चेक गर्नु पाउँदैन नि फेरि के छ दाइ छैन ल यो बललाई उडाइदिन्छु दाइ ठुक्नु ठुक्ने होइन दाइ ठुक्ने भन्नु दाइ घाँटी समाउनुहोस् मेरो होइन यसको च्यापो समाउनु अब दाइ रुमाल चेक गर्नु पाउँदैन है यो बल यो झोलामा म छिराइदिन्छु नछोइकन हुन्छ दाइ छिराउनु सकेन भने मेरो जिब्रो काट्दिनु दाइ यहाँनिर छिराउनु सक्यो भने मेरो दाइ जिब्रो नकाट्दिनु है हुन्छ कि हुँदैन दाइ यत्रो यहाँ समाजको अगाडि भनेको छु फेरि दाइ ल यही बल यो झोलामा म छिराइदिन्छु नछोइकन
छिराउनु सकेन भने चिप्रो काट्दिनु छिराउनु सक्यो भने चिप्रो नकाट्दिनु है भन्नुहोस् ए भगवान आज यो बल छिराइदेऊ छिराइदेऊ हिजो बसिरहेको छु यो बललाई यहाँ छिराइदेऊ अरूले सोध्यो भने दाइ म इन्द्रजाल पास गरेको छैन मैले समातेर सहयोग मात्रै गरिदिएको भन्नु ल 1 2 3 ताली बजाउनु ताली बजाउनु ताली बजाउनु ताली बजाउनु है ताली बजाउनु पाउनु ए बल भन्नुस् ए बल अब यो झोलामा छिर यो झोलामा छिरेन भने मजा आउँदैन मजा आउँदैन छिर्यो भने मजा आउँछ अब छिर्यो भने के गर्छु छैन दाइ मेरो हात खाली हो दाइ यो झोला खाली हो दाइ छिरेन भने दाइ मेरो चिप्रो काटु छिर्यो भने दाइ चिप्रो नकाट्दिनु है यसलाई आगो छैन पाल ठुलै छ छिर्छ होला अब आउँछ ल हेर्नुहोस् भन्नुहोस् आइजो मसान तान्देऊ खोलातिर कसलाई मलाई तान्ने खोलातिर खोला छ दाइ खोला छ सोल्टी छैन छैन दाइ छैन दाइलाई सिधै च्यापो समाउनु त अब बल आउँछ ल तल छाम्नु दाइ तल छाम्नु दाइ यो बल मैले झोला छोको त छैन नि ल बल छिरेको छिरेन त्यही बल हो कि अर्को बल हेर्ने कि नहेर्ने हेर्ने बल छिर्यो भने चिप्रो नकाट्ने है दाइ हेलो दाजुभाइहरू त्यही बल आयो हिजोको भाइ हो भने कहाँनिर मजा आएन आइडिया आएन है आयो मजा आयो अब साप र त भूत अब यहाँ टोकरीबाट हेर्नु टोकरी खाली हो कि होइन हो अब साप र भूत यहाँ हेर्नु है छैन आज गाउँको नाम यहाँ के बेच्छौँ न हडबड के बेच्छौँ एक दाइ बस्नु अब दाइ मेरो चिप्रो काट्न मिल्दैन है दाइ पनि बोल्नुपर्छ बल त छिर्यो नि दाइ यो बल समाउनु तपाईँले यस्तो बल कहिले खाएको छ कि छैन जिन्दगीमा लाइफमा खाएको छ कि छैन गर्नुहोस् म कममै छिराइदिन्छु आज केही हुँदैन गर्नु न जादुको बल हो ठिक हो कि गर्नु न हावा हो कि बल भन्नु एउटा बल हो गर्नु बन्द गर्नु मुख नखोल्नु होइन तपाईँलाई केही हुँदैन दाइ सबैजना हुन्छ बन्द गर्नु ए दाइ यो बल दाइ टेनमा गयो उहाँको भुँडीमा अब बल निस्केन भने टोइलेट जानुहुन्न दाइ गाह्रो भएको छ दाइ दाइ अप्ठ्यारो भएको छ यसरी पेट फुलाउनुहोस् अब बल निकाल्ने कि ननिकाल्ने आधी निकाल्ने कि पुरै निकाल्ने ठिक छ अब भन्नुहोस् यो टोकरीमा छिर्नेको तपाईँ कि म तपाईँ छिर्नु न नछिर्ने भन्नु अन्तरु टोकरीमा सबैको सल्लाहले यही भित्र गम्मै छिरन्तरु को छिरन्तरु तपाईँ पनि छिर्ने होइन म पनि छिर्ने होइन यहाँ 17-18 वर्षको तरुनी केटी आउँछ है ताली बजाउनुहोस् त दाइ दाजुको बहिनीलाई बोलाइदिउँ तपाईँले दाइ ठाउँ छोड्नु भयो हातमा दियो भने दाइ बहिनीले फेरि अनुहार देखाउँदैन है यो तन्नामा बहिनी छ हेर्नुहोस् त छैन नि अब छोड्नु कहाँ बस्नु अब दाइ टाउको यसरी झ्यापो समाउनुहोस् मेरो होइन यसको टाउको यसरी झ्यापो दाइ यो तन्ना नछोड्नु है तन्ना छोड्यो भने तपाईँको पाएर तल खस्छ सिधा है ल हजुर 18 वर्षको बहिनीलाई बोलाइदिउँ है
अहिले बल मुखमा बम्मै खानु भयो अब मान्छे बोलाइ आइज ताली बजाइदिनुस् न हो हजुर ताली बजाइदिनुस् दाइ मान्छे आइसक्यो एकचोटि बोलाउनु बहिनी भनेर बोलाउनु बहिनी अलि जोडले बोलाउनु बहिनी खर्चै पाउनु तर ओठ हेऱ्यो पनि पुरै रातो छ काला हेऱ्यो पनि पुरै रातो यो बहिनी कलेज पढ्दैछ मैले जादु सिकाएको बहिनी हो बोलाउनुहोस् ए बहिनी भनेर ए बहिनी बहिनीको नाम हो पुलिस नामै प्रहरी बोलाउनुहोस् जागिर खाएको छैन भन्नुहोस् ए बहिनी अरूको जागिर नखाएको होइन उसको नामै हो बोलाउनु न ए बहिनी नाम लिएर बोलाउनु न के छ त अहिले भर्खरै भने होइन प्रहरी बहिनी भनेर ए प्रहरी बहिनी बोल्यो बोलेन म बोलाइदिउँ ताली बजाउनुहोस् ओ बहिनी हेलो 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 बोलेन भन्नुहोस् ए बहिनी एउटा गीत गाइदिनुहोस् एउटा गीत गाइदिनु म पनि गीत गाइदिन्छु म पनि गीत गाइदिन्छु गाइदिनुहोस् एउटा गीत आउँदैन म बोलाइदिउँ ताली बजाइदिनुहोस् न ताली जोडे पड्काइदिनुहोस् न गाह्रो पनि गर्न ए बहिनी हेलो हेलो यदि यो कुनै पनि दाइ भगवान् होइन ठाउँको ठाउँमा चाहिँ बिलाउन तर होइन दाजुभाइ आकाशमाथि उठ्नको लागि मान्छेको बच्चा दाइ भित्र हुनुपर्छ म हेर्छु अनि सबैलाई देखाउँछु है यदि मान्छे भित्र छ तपाईँले हेऱ्यो भने यो भित्रको मान्छे देख्छ उहाँले हेऱ्यो भने यो भित्रको मान्छे देख्दैन उहाँको नजरलाई बाँधेको हुन्छ दाइ यसरी आँखा मिच्नुहोस् त दाइ मान्छे देख्यो भने के भन्ने सबैलाई देख्यो भने है टाउको देख्यो भने के भन्ने खुट्टा देख्यो भने नि देख्यो भने जे देख्यो त्यही भन्ने है लौ उहाँको नजरलाई बाँधिदिनुहोस् तपाईँले चाहिँ फेरि देख्छ है भित्रको मान्छे 1 2 3 हट भित्र टाउको छिराएर हेर्नुहोस् देख्यो भने देख्यो भने देखेन भने देखेन भने ल भित्र टाउको छिराएर हेर्नुहोस् टाउको तान्देऊ म जान्यो दाइको होइन होइन भनेको मात्रै हो दाइ होइन होइन भनेको हेर्नुहोस् मान्छे देख्यो टाउको नि खुट्टा नि देखेन ल बाहिर निस्किनुहोस् उहाँको आँखा चाहिँ मोतीबिन्दु भयो यसरी आँखा मिच्नुहोस् त दाइ यो मान्छेलाई म बाहिर निकालिदिउँ बस्नु दाइ बस्नु अब यो मान्छेलाई म बाहिर निकालिदिन्छु यो इन्द्रजालको किताबले टाउकोमा ड्याङ्गै हानिदिने उठ्नु उठ्नु एक भनेपछि हान्नु मेरो टाउकोमा होइन त मेरो टाउको मैले बहिनीको टाउकोमा भनेको मेरो टाउकोमा यो बहिनीलाई यतिकै बाहिर निकालिदियो रुम चेन्ज गराइदिउँ रूप चेन्ज गराइदिउँ लामो लामो दारा घाँटीमा सर्पको माला कमर भन्दा मुनितिर माछाको रूप कमर भन्दा माथितिर भूतको रूप हुन्छ अब घाँटीमा वंश यत्रो बनाएको सर्प बनाइदेऊ सर्प क्वाच गर्ने भाइ घाँटी च्यापो समाउनु आया मेरो होइन यो बहिनीलाई साँप र खुद बनाइदेऊ यो रबरलाई बनाइदेऊ जिम्रो साँप यत्रो यत्रो मोटो होइन त ताली बजाइदिनुहोस् न दाजुभाइहरू तालीलाई सबैले पड्काइदिनुहोस् न गाह्रो मानेको है ताली पड्काइदिनुहोस् हो दाइ के होला साँप समाउनु भन्छु लान्ठाङ छोडिदिनु अब त यसलाई मैले एक मन्त्र लगाउँछु चिसो चिसो हुन्छ दुई भनेदै यो फुल्दै आउँछ 3 भनेदै स्वाहा गरेर आउँछ 4 भनेदै सर्प स्वाहा गरेर आउँछ त टाउको च्यापो समाउनु दुई भनेपछि टाउको ल है प्लास्टिक दाइ मुखमा राखेर मुरली बजाउँछु ल अनि बाहिर निस्किन्छ है यो
समाउनु चाप मेरो होइन सापको भन्छु भन्नु ए साप मतिर आइजो यतातिर जा तपाईँतिर हुन्न गाई लानु बाहिर निकाल्छु गाई बजाउनु तर ए हजुर यसरी हातमा मान्नु है म अब त यो निकालिदिउँ सर्को सुरुमा उहाँको पेटमा गएको बल्लाई म निकालिदिन्छु है उठ्नु दाइ तपाईँ भाले कि पोथी भाले छोरा हो कि छोरी छोरा हो हामी कि महिला बल खाएको बल निकालिदिनु आइजो म सानो छुटो बल 5 आइजो 5 पुरी का गर्नु त ठ्यास भन्नु ठ्यास उडाइदेऊ मलाई होइन यो बललाई लिएर आइदेऊ छिटो मेरो पेटबाट झापस तलसम्म आयो कि आएन आयो अब यो रबरको सापलाई बाहिर निकालिदिउँ यो रबरको सापलाई म बाहिर निकालिदिन्छु है ल हजुर अब यो रबरको सापलाई म सिधै बाहिर निकालिदिन्छु बल आयो पेटबाट बल आयो त पेटबाट अब यो सापलाई म बाहिर निकालिदिन्छु है रबरको सापलाई ताली बजाउनु 1 आउनु छोड्नु है 2 हात बाँधियो पनि बाहिर निस्किँदैन है 3 ताली बजाउनु ताली बजाइदिनुहोस् भयो भाइ हात खुला गर्नुहोस् त हो सापले त यो बनिलाँदै टोक्दै सधैँ घाँटीमा हात जोड्छु यसरी हातै मान्नुहोस् न यो बनिला म सन्चो बनाउँछु आराम गराउँछु तपाईँले ठाउँ एकजनाले ठाउँ छोड्दै भने यो बनिले अनुहार देखाउँदैन फेरि जाँड आएको त्यही ठाउँमा उडेर जान्छ है हात जोड्छु यताउति नगर्नु फेरि बनाएको सर्पोदै रबरै हुन्छ फेरि हेर्न पाइन भनेर मलाई गाली नगर्नु ठाउँ नछोड्नु है यो मसानमाथि दाइ थोरै यो दाइको हात काटेर बलि चढाउनु पर्ने हुन्छ यो दाइको काटेर चढायो भने मलाई गाली गर्नुहुन्छ तपाईँ अहिले मेरो अलिकति हात काटेर चलाउँछु यो चक्कु मैले देखाउनु सकिनँ भने मेरो टाउको यहाँ छुटाइदिनु होला यो चक्कु मैले देखाउनु सक्यो भने मेरो दाइ टाउको नछुटाइदिनु होला नजिकै दाइ प्रहरी चौकी छ 1 महिनासम्म लगाएर थुन्नु होला देखाउनु सक्यो भने देखाउनु सकेन भने देखाउनु सक्यो भने लगेर नथुन्नु होला है हात जोड्छु यताउति नगर्नुहोस् है लामो सान गाह्रो नगर गाडी पड्काइदिनु त सबैले गाली तले पड्काउनुहोस् त सबैले गाली सबैले पड्काइदिनुहोस् सबैले गाली सबैले पड्काइदिनुहोस् त गाली नै सबैले पड्काइदिनुहोस् त सबैले गाह्रो पनि गर्नु गाली सबैले पड्काइदिनु त सबैले गाली तले पड्काइदिनुहोस् त दाइ अरूलाई गाली पड्काउनुहोस् त दाइ छोड्नु होला है गाली पड्काउनु सबैले गाली तले पड्काउनुहोस् त सबैले भयो काटेर दसबे देखाएर मजा आएन अब बाहिर काटेर देखाइदिन्छु ताली पड्काउनु दाइ सबैले अरे दाइ ताली सबैले पड्काइदिनुहोस् त गाह्रो मानि बनाइ ताली जसले पड्काइदिनुहोस् त ताली जसले पड्काइदिनुहोस् भयो दाइ हात जोड्छु यताउति नगर्नु है मैले हात चाहिँ काटेको यहाँनिर दाइ ताली पड्काउनु दाइ सबैले मैले हात चाहिँ काटेको यहाँनिर भयो अब चुपिला बाहिर निकालिदिन्छु है निकालिदिउँ सोल्टीहरू भन्नुहोस् त अङ्कल बुबाहरू निकालिदिउँ निकालिदिन्छु लामो सान यो भित्रको काटेको डाम्ला मेटाइदेऊ रगत रोकिदेऊ काटेको डाम्ला मेटाइदेऊ सन्चो बनाइदेऊ आराम गराइदेऊ यही चक्कुले मैले हात काटेको अब मेरो टाउको नछुटाइदिनुहोस् अब मलाई चौकीमा लगेर नथुन्नु होला मैले जादु देखाएको दाइ इन्द्रजालको ताली पड्काउनुहोस् त भयो
यो हजुर दुःख गरेको कला हो दाइ विरोध गरेर देखाएको दाजुभाइ कला हो मनमा लुकेको दाजुभाइ मैले कला देखाएको दाइ ठाउँ छोड्नु होला अब यो खेलमा र यो भिडमा म पनि त एउटा कलाकार हो म पनि त एउटा सानो सहयोग माग्छु मर्दसँग नारीसँग छ भने दिनु होला छैन भने दिनु पर्दैन कलाको इज्जत कलाकारले राख्नु होला छ भने मलाई दिनु होला 150 रुपियाँ हजुर 150 रुपियाँ 150 रुपियाँ सानो सहयोग है छैन भने हजुर दिनु पर्दैन म पनि त एउटा कलाकार हो मैले त फुकटमा मागेको होइन ल हजुर छ ल हजुर 150 रुपियाँ छ भने झिकेर दिनु होला खोजीबाट दिनवटा दाजुभाइ गाह्रो नमान्नु होला है केही नभने ए दाजुभाइ तपाईँहरूलाई नराम्रो हुन्छ ल हजुर छ ल दिनुहोस् न है काम सान गाह्रो नगर नतर्बा है ल हजुर छ ल दिनुहोस् न 150 भनेको हराएर जान्छ ल सोल्टीहरू ल यता दाईहरू ल यता बुबाहरू हेलो ए भाइ ठाउँ छोड्नु न यार पैसा छैन होला पैसा छैन भने दिनु पर्दैन ल हजुर 150 भनेको त हराएर जान्छ दाइ दिनुहोस् न है यो हजुर सबैलाई भनेको दाइ यो कला हो दाइ कलाको इज्जत तपाईँले राख्नु होला है अर्कोचोटि पनि हेर्न पाइन्छ